यतापट्टि दुर्गा माताको मन्दिर, मुख्य मन्दिर। र यति बेला हामी उपस्थित भएका छौँ लखिमपुरमा भएको अर्को एउटा प्रसिद्ध दुर्गा मन्दिरमा। हजुरहरूले हेर्न सक्नुहुन्छ, ठिक्कै इन्ट्रेन्स गेटमा हजुरहरूले हेर्न सक्नुहुन्छ सिंह विराजमान। र अब दर्शन गर्नको लागि हामी जाँदैछौँ। उतातिर मन्दिरको घन्टी हजुरहरूले सुनिराख्नु भएको छ, हजुरहरूले दर्शन गर्नुहोला यो मन्दिरको पनि। जय दुर्गा मैया, जय दुर्गा मैया। र दुर्गा माताको मन्दिरमा आउने बित्तिकै हजुरहरूले यहाँनिर घन्टी बजाउनु होला। र साथै यहाँनिर हजुरले हेर्न सक्नुहुन्छ यता पनि पोखरी छ, यता पनि पोखरी छ, ठुलो पोखरी छ। र माझामा हजुरहरूले यो दृश्य हेर्दै हुनुहुन्छ, ठुलो ब्रिज बनाएका छन्। पनि ब्रिज, यतापट्टि पनि ब्रिज, दुई साइडमै ब्रिज छ। दुईवटा ब्रिज छ, एउटा जानको लागि एउटा फर्केर आउनको लागि सायद होला। जय दुर्गा माता। अहिले अब हामीहरू माता रानीको दर्शन गर्नको लागि जाँदैछौँ। धेरैपल्ट माता रानीको यो मन्दिरमा आउनको लागि मैले सोचिरहेको थिएँ। आज फाइनली माता रानीको आशीर्वादले गर्दाखेरि सायद आज यो मन्दिरमा म आइपुगेको छु। हामी सबै आइपुगेका छौँ भेला भएर दर्शन गर्नको लागि। र हजुरहरूले हेर्न सक्नुहुन्छ भव्य दुर्गा माताको मन्दिर, लखिमपुरमा रहेको प्रसिद्ध दुर्गा माताको मन्दिर हो। र धेरै कम समयको लागि हामीहरू आएका छौँ। र उतापट्टि हजुर हजुर जय दुर्गा माता, जय दुर्गा माता, जय दुर्गा माता। र हामी आइपुगिरहेछौँ मन्दिरको भित्र। यहाँनिर हजुरहरूले दर्शन गरिराख्नु भएको छ प्रसिद्ध दुर्गा मन्दिर। हजुरहरूले हेर्न सक्नुहुन्छ मन्दिरको ठिक्कै यतापट्टि कसैको विवाह भइरहेको छ, पटका पड्किरहेका छन् आकाशमा गएर। उहाँ हेर्नुहोस् त, साह्रै रमाइलो दृश्य। र मन्दिर परिसरमा हजुरहरूले हेर्न सक्नुहुन्छ चारैपट्टि दुर्गा माता विराजमान हुनुभएका छन्। यता पनि दुर्गा माता, यता पनि दुर्गा माता। र विभिन्न रूपमा दुर्गा माताको दर्शन हजुरहरूले हेर्न सक्नुहुन्छ। विभिन्न रूपमा दुर्गा माता यहाँ विराजमान हुनुहुन्छ, यहाँनिर हेर्न सक्नुहुन्छ। र यसरी सबैजनाले अब हामी दर्शन गर्दैछौँ। दर्शनको लागि लाइन लागेका छन्।